गुड आफ्टरनुन साथीहरू। हेर्नुहोस् त म चाहिँ आरुचा खाँदैछु। यो आरुचा चाहिँ घरमै फलेको, चराले खाएर तुराउनु आँटिसक्यो। अन्त हेर्नुहोस् त कत्रो कत्रो छ, पाक्दै रहेछ नि हो, गुलियो पुस्दै रहेछ। तर के गर्नु, चराले खाएर म पो खाइदिँदैछु नुन र तिखालालसँगै। त्यो चरालाई दिनुभन्दा त मै खाइदिन्छु साथीहरू। नुन र तिखालालसँग दामी हुन्छ हो। अघि माथि भाउजूले पनि दिनुभएको थियो मलाई कि, अन्त त्यसको चाहिँ रातो रहेछ, पाकेको रहेछ त्यो चाहिँ पुरा हो। अन्त त्यो चाहिँ रातो गुलियो रहेछ त्यो चाहिँ हो। त्यही भएर मैले वाइन हालिराखिदिएको छु आरुचाको है। मैले तपाईँहरूलाई देखाएको थिएँ नि अस्ति नै, क्या हो आरुचाको बोट, आरुचा फलिरहेछ भनेर, त्यही आरुचा खाएकै। हेर्नुहोस् त रातो भइरहेछ। चुलामा बसेर पलाइटी कसेर आरुचा खाए पो हुँदैछ। गुलियो पस्दैछ, यसरी लाएर खानुपर्छ तिखालाल र नुन। हजुरहरूलाई पनि कोही थुकाएर है खानुहोस् है। अहिले त बजारभरि पुरा निस्किएको छ आरुचाहरू है। हामी त्यही घरकै खाँदैछु, प्युर बस्तीको। यसपालि अलिक फलेको थियो कि आरुचा, चराले खेद्दो गरिसक्यो, सबै झारिदिइसक्यो बोटमा। चराले दिनुभन्दा त आफै खान्छु। बुढाले कराउँछ, जोरा हेर्न नभन् भन्दैछ, भन्नेले भनिबस्छ है। पलाइटी कसेर आएको छु म त। अमिलो फेभरेट। फेरि आरुचा ठुल्ठुलो खालको छ। कत्रो कत्रो छ हेर्नु न। घाम लाग्यो भने झन् मजा आउँछ खानु। घाम लागेन रातो पस्दैछ, यो झन् रातो भएको छ। ए हो, चारवटा रहेछ। अब मैले कतिवटा खाइसकेँ, तिनवटा। मैले 3टा खाइसकेको छु। मिठो हुन्छ। हजुरहरूलाई पनि थुकेर आएला है। म त नुन र तिखालालसँग खाएँ हुँदैछ। यो बोक्रा खाए तितो हुन्छ, बोक्रा चाहिँ केलाएर खानुपर्छ। लु साथीहरू पनि खानुहोस्, तपाईँहरू पनि आरुचा है। म त खाँदैछु आरुचा। समयको फल खानुपर्छ, यो पनि वर्षमा एकपल्ट खानु पाउँछ, त्यति हो है। वर्षमा एकपल्ट त हो, यो पनि खाएँ। अझै साँचेर खायो भने दामी आउँछ, दामी मिठो हुन्छ। लसुन हो, डल्ले खोर्सानी हो, अन्त यो नुन हालेर खानुपर्छ, कस्तो मिठो हुन्छ। हेर्नुहोस् त रातो रातो कस्तो चाहिँ नुन र तिखालालसँग। यम यम साथीहरू। चराले खाइदिइसक्नु त्यहाँ, अब 2-3वटा मात्रै बोटमा छैन, सबै खाइदिइसक्यो।